नमस्कार, म अधिवक्ता सृजना अधिकारी। जेनजी आन्दोलन पश्चात गठित सरकारका अर्थमन्त्री रामेश्वर खनालज्यूले लगभग फुल अडिट नगर्ने, अब संशोधित कर निर्धारण नगर्ने भन्ने निर्देशन लिनुभएको थियो। सोही निर्देशन बमोजिम लगभग नेपालमा फुल अडिटहरू केही समयका लागि पज भएका थिए। निर्वाचित सरकार आइसके पछाडि अर्थमन्त्री स्वर्णिम अग्लेज्यूको लिडरसिपमा आर्थिक ऐन 2083 आयो। आर्थिक ऐन 2083ले आयकर ऐन 2058 को दफा 101 को उपदफा 3 मा संशोधन गर्यो। दफा 101 को उपदफा 3 मा पहिला 4 वर्षसम्म संशोधित कर निर्धारण गर्न पाउने कानुनी व्यवस्था थियो भने अब यो व्यवस्था परिवर्तन भएर 3 वर्षसम्म मात्र संशोधित कर निर्धारण गर्न पाउने कानुनी व्यवस्था इन्ट्रोड्युस गरेको छ। यो व्यवस्थालाई धेरै करदाताहरूले इन फेभर अफ ट्याक्स पेयर भनेर पनि बुझ्नु भएको छ, व्याख्या गर्नुभएको छ। यो भिडियोमा आज हामी यही कानुनी व्यवस्थाको विश्लेषण, रामिफिकेसन गर्दैछौँ। हदम्याद भनेको के हो? हदम्यादलाई बेसिकली हामीले फेयर जस्टिस सिस्टमको एउटा आदर्शतम र आवश्यक मानकको रूपमा हेर्न सक्छौँ। लस अफ एभिडेन्स अथवा क्रिएटिङ अ डिस्टर्टेड एभिडेन्स, पक्षहरूका प्रमाणहरू नष्ट हुन सक्ने र नयाँ विकृत प्रमाणहरू सृष्टि हुन सक्ने अवस्थालाई चाहिँ रोक्नका निम्ति यो हदम्यादको कानुनी व्यवस्था अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। यसलाई विश्रान्तिको सिद्धान्त पनि भनिन्छ, स्ट्याट्युट अफ रिपोज पनि यसलाई भनिन्छ। त्यसैले यो हदम्याद सम्बन्धी कानुनी व्यवस्थालाई एकदमै स्ट्रिक्ट कानुनका रूपमा व्याख्या गरेको पाइन्छ। त्यसैले हदम्याद काटेर भएका सबै संशोधित कर निर्धारणहरू इप्सो फ्याक्टो भोइड मानिन्छन्। तर झुट्टा विवरण अथवा कुनै पनि असेसमेन्ट जहाँ चाहिँ क्राइमको एलिमेन्ट केही पनि देखिन्छ भने त्यो कन्टेक्स्टमा चाहिँ जहिले पनि संशोधित कर निर्धारण हुनुपर्छ। यसमा मैले केही बोलिरहनु परेन। अब यो व्यवस्थालाई विश्लेषण गर्दा हामीले सारवान कानुन र कार्यविधि कानुनको बेसिक डिफ्रेन्सेस चाहिँ बुझ्नुपर्ने हुन्छ। सारवान कानुन भनेको व्यक्तिका हक र अधिकारहरू सिर्जना गर्ने कानुन हो भने तिनै हक र अधिकारको प्रचलन गर्नका निम्ति कार्यविधि कानुनको आवश्यक पर्छ। एक अर्थमा सारवान कानुन भनेका साध्य हुन् भनेदेखि तिनै सारवान कानुनलाई प्रचलन गराउने साधनको रूपमा चाहिँ कार्यविधि कानुनलाई लिन सकिन्छ। त्यसैले यो कार्यविधि कानुन चाहिँ काम कारबाहीको कानुन हो पनि भन्न मिल्छ। अब कार्यविधि कानुनमा परिवर्तन भयो भने त्यो परिवर्तन भएको कानुन कहिलेदेखि लागू हुन्छ भन्ने चाहिँ फन्डामेन्टल क्वेसन हो। यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले धेरैवटा मुद्दामा बोलिसकेको अवस्था छ। एउटा उदाहरणको लागि हामी हेर्न सक्छौँ ठुला करदाता कार्यालय विरुद्ध सूर्य नेपालको मुद्दा। आर्थिक वर्ष 61-62 को संशोधित कर निर्धारण 2066 सालमा गएर भएको हुन्छ। 61-62 मा तत्काल विद्यमान कानुन बमोजिम प्रशासकीय पुनरावलोकन गर्दा धरोटी राख्नुपर्ने कानुन व्यवस्था थिएन। तर 2066 सालमा जब कम्पनीले प्रशासकीय पुनरावलोकन जानु पर्यो त्यति बेला धरोटी राख्नुपर्ने बाध्यात्मक कार्यविधिगत व्यवस्था थियो। अब सूर्य नेपालको दलिल के थियो भने 2061-62 को संशोधित कर निर्धारण भइरहेको छ। त्यति बेला कार्यविधिगत रूपमा हेर्दाखेरि धरोटी राख्नुपर्ने कानुन व्यवस्था थिएन। 66 सालमा आएर संशोधित कर निर्धारण भयो भने पनि 61-62 जस्तो धरोटी नराखेर प्रशासकीय पुनरावलोकन गर्न पाउनुपर्छ भन्ने सूर्य नेपालको क्लेम थियो। यही क्लेमलाई लिएर सम्मानित सर्वोच्च अदालतमा रिटको मार्फत चाहिँ सूर्य नेपाल प्रवेश गर्यो र यस सम्बन्धमा सुप्रिम कोर्टले एउटा ल्यान्डमार्क डिसिजन गरेर के भन्यो भने कारबाही हुँदाका बखत जुन कानुन विद्यमान रहेको छ सोही समय सोही कार्यविधि कानुन आकर्षित हुन्छ। कार्यविधि कानुनले कसैको पनि हक अधिकार सिर्जना गर्ने नभई कार्यविधिसम्म व्यवस्थित गर्ने भएकाले कारबाही हुँदाका बखत जुन कानुन विद्यमान रहेको छ सोही समय सोही कानुन आकर्षित हुन्छ भनी सिद्धान्त प्रतिपादन गर्यो। त्यसैले 2066 सालमा प्रशासकीय पुनरावलोकनको निवेदन यस सूर्य नेपाल प्राइभेट लिमिटेडले दिएकै हुनाले त्यति बेलाको प्रचलित कानुन धरोटी राखेर मात्रै प्रशासकीय पुनरावलोकन गर्न पाउने भन्ने जुन कानुन छ सोही बमोजिम निवेदकसँग धरोटी लिएर प्रशासकीय पुनरावलोकन गर्नु भन्ने चाहिँ निर्णय सुनायो। अहिले कर कार्यालयबाट मानव आर्थिक वर्ष 78-79 को कर परीक्षण गर्दा साबिकको व्यवस्था अनुसार असोज मसान्त 2083 सम्म गर्न मिल्थ्यो। तर हालको परिवर्तित व्यवस्था पश्चात श्रावण 1 पश्चात पनि 78-79 को कर परीक्षण गर्न मिल्ने नमिल्ने प्रश्न हुन्छ। साथै नयाँ व्यवस्था अनुसार 79-80 को कर परीक्षण 2083 आश्विन मसान्तसम्म गर्न मिल्छ नै। तर आश्विन 2083 पश्चात 2084 आश्विनसम्म कर परीक्षण गर्न पाउने नपाउने भन्ने विषय पनि उत्तिकै पेचिलो छ। अब यो डिस्कसनलाई ब्याकग्राउन्डमा राखेर यस्ता प्रोसिजरल अमेन्डमेन्टहरूलाई रेट्रोस्पेक्टिभ इम्प्लिकेसन दिने गरेर व्याख्या गर्न मिल्छ कि मिल्दैन भन्ने चाहिँ महत्त्वपूर्ण प्रश्न हो। यहाँहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला।